मिनी ब्लग डे 17 आज शनिबार दोकान पनि 10 बजेतिर खोलेछु हैन मान्छे त्यति आउँदैन तैपनि खोलिदिएको रुममा बस्दा बस्दा झ्याउ लाएर यही हो दुकान। अनि बिहान बिहान चाहिँ एउटा भाइ आयो आफ्नो प्रोजेक्ट वर्कको लागि जङ्क फुड र हेल्दी फुड निकाल्ने भनेर म सबै निकालिदिएँ। अनि भाइले चाहिँ यसको 100 रुपियाँ दियो। 100 रुपियाँसँग मसँग चाहिँ खुल्ला थिएन हैन, म पछि यता साइडको बाल काट्ने दोकानमा गएर खुल्ला गरेँ। अनि यही खुल्ला भाइलाई दिएँ। 50 रुपियाँ त होइन 20 रुपियाँ भएको थियो र बाँकी पैसा भाइलाई फेरि फिर्ता गरिदिएँ। अनि त्यसपछि नै लगत्तै फेरि एउटा भाइ आयो, तेन्जिङ शेर्पाको फोटो निकाल्नु, यो पनि उसको स्कुल प्रोजेक्टको लागि रहेछ। अनि यो फोटो देखेर चाहिँ मलाई निम्स दाईको याद आयो हैन, रेस्ट इन पिस निम्स दाई। र त्यसपछि कहिले 4:30 बजेर प्रोग्राम जाम भइरहेको थियो। अब घडी हेर्दै थिएँ अनि 4:30 हुनै लाग्थ्यो। अनि 4:30 हुने बित्तिकै म चाहिँ अब गइदिइहालेँ ग्राउन्डतिर। अनि ग्राउन्डमा आउने बित्तिकै यता हेरेको त यता भाइहरू खेल्दै रहेछ। हामी यिनीहरूसँग त खेल्ने होइन, हाम्रो टिम चाहिँ यता छुट्टै छ, यो जुत्ता लगाएको टिम हाम्रो। यता भाइहरू चाहिँ खाली खुट्टा खेल्दै रहेछ। अनि खेलेर थाकेर बसेको। यहाँ 4वटा टिम छ, अब टर्न बाई टर्न खेल्छ, 10-10 मिनट खेल्छ। अहिले यो भाइहरूको यो यता अर्को टिम परेर रहेछ। अनि ड्र भएर प्लान्टी गरेको। यो चाहिँ प्लान्टी, अब को निस्किन्छ को बस्ने भनेर अब हैन। यता भाइले गोल खाइदिइहाल्यो। अब त्यही किपरले फेरि प्लान्टी हान्छ, उसको चाहिँ सेभ भइदिन्छ। जस आज एकदम रमाइलो भयो फुटबल खेल्नको लागि। यहाँसम्म भिडियो हेरिदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद। र भोलिको भिडियो हेर्न नबिर्सिनु होला। गुड बाई।